भोइसभन्दा धेरै अगाडि म सानै थिएँ 2015 रेकर्डिङ हो छपकै फुलफुल्यो बोटैमा मेरो पुस्तामा मैले भने नि मेलावा देवी तारा देवी अरुणा लामा हुँदै अन्जु पन्त हुँदै सपनाश्री हुँदै मेरो पुस्तामा आज मैले गर्व गर्ने नाम एउटा मेलिना राई छ भन्न म सक्छु क्या मेलिना राई उहाँसँग मैले धेरै अगाडि छपकै फुलफुली बोटैमा गीत गाउने पाएको थिएँ 2 लाइन प्लिज किनभने म छपकै यो भन्दा अगाडि कहिले पनि मैले मौका पाइनँ हैन यो गीत सुपर हिट भयो नेपालमा म अमेरिकामै थिएँ तर उहाँसँग यो 2 लाइन गाउने मैले इच्छा जाहेर गरेँ प्लिज एकदम म कोसिस गर्छु है ल बसन्त सापकोटा दादाले हैन छप्पकै फुल फुल्यो बोलको गीत गाउने बेलामा चाहिँ मैले उहाँको भोइस सुनेको थिएँ हैन अनि होइन यो कसको भोइस हो भनेर सोधेको थिएँ अनि किरण गजमेर हुनुहुन्छ युएसमा बस्नुहुन्छ भन्नुभएको थियो कि अनि कति राम्रो स्वर हो भनेर मैले सोधेको थिएँ साह्रै राम्रो तर पछि आएर पछि भेट्यौँ हामी उहाँ नेपाल आउनुभए पछाडि भेट्ने मौका पनि पाइयो उहाँले गाउनु भएको रहेछ त्यो पनि थाहा भयो र आज फर्स्ट टाइम है हामी यहाँ भोइसको स्टेजमा थोरै 2 लाइन अलिअलि 2 लाइन स्योर चाली रुमाल बेरौला घाँटीमा तिम्रै माया सजाउँछु देब्रे छातीमा तिम्रै माया सजाउँछु देब्रे छातीमा दाहिने सारा बरको मुठ देब्रे सारा पिपल चौतारी भन्दा मलाई त तिम्रै काख शीतल हो दाहिने सारा बरको मुठ देब्रे सारा पिपल चौतारी भन्दा मलाई त तिम्रै काख शीतल गर्मी भए मायालाई हमकौलानी पातेले बस्दिनाए गलैमा पुछ्दिउँला हातैले टल्लकै सुन्थो के दाँतैमा मुसुकै हाँसौला साथैमा जाली रुमाल बेरौला घाँटीमा तिम्रै माया सजाउँछु देब्रे छातीमा 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 थ्याङ्क यू थ्याङ्क यू ओके सिजन 6 को फिनालेमा अर्को एउटा सरप्राइज यो पनि भयो थ्याङ्क यू कोच मेलिना